साथीहरु वेलकम टू माई यूट्यूब चैनल। सब्सक्राइब गरिदिनु होला साथीहरु। आज चाहिँ यहाँ बाहिर काम थियो, अलि काम सकेर यसो भिडियो ब्लग छोटो सानो बनाऊँ भनेर नि साथीहरु। म चाहिँ यो घरमा बस्छु। यो घर चाहिँ शर्मिला दिदीको घर हो साथीहरु। फूल सबै मरिसक्यो। यस्तो फूलहरु छ गाइस। मलाई क्यामेरा समात्नै आएको छैन, कसरी देखाउने हो। क्यामेरै पक्रिनै आएको छैन, भर्खर सिक्दैछु। सो सब्सक्राइब, लाइक, कमेन्ट, शेयर गरिदिनु होला। यस्तो फूलहरु छ। आज फेरि साथीहरु धेरै काम छ है। घामले एकदमै म त काली भइसक्यो। हजुरहरु के भइसक्यो मलाई। फूलहरु पछाडि देख्नुहुन्छ शर्मिला दिदीको गार्डन। बाहिर चाहिँ धेरै गर्मी छ, घाम भयो साथीहरु। सो म चाहिँ यहाँ अब एकछिन बस्नु पर्यो। अब त गर्मीले बाहिर हिँड्नु पनि एकदम गाह्रो हुने पर्यो साथीहरु। अनि यो घर चाहिँ शर्मिला दिदीको घर हो, मेरो घर चाहिँ छैन। सो म भित्र जानु भनेको नातिनी छोरीले ढोका लगाइदिएछ। म बाहिरै बस्नु पाएँ अब। अनि हजुरहरूले मेरो भिडियो कतादेखि हेर्दै हुनुहुन्छ प्लिज कमेन्ट गर्नु होला। म चाहिँ भर्खर सिक्दैछु बोल्नुको लागि। मेरो बोली पनि राम्रो छैन, मिठो छैन। न मेरो अनुहारै परेको छ साथीहरु, न मेरो बोली नै। तपाईलाई कस्तो लाग्छ मेरो भिडियो हेरेर प्रतिक्रिया दिनु होला। म चाहिँ गर्मी भएर यहाँ सिडीमा बसेर बोल्दै गरेको अवस्था। यहाँ कस्तो के फूलहरु छ। मेरो पछाडि पनि देख्नुहुन्छ। बिचरा यिनीहरूलाई पनि कति गर्मी भइरहेछ। हामी मान्छे जस्तै त हो नि साथीहरु। हामीलाई कति पोल्छ, यिनीहरूलाई पनि कति पोल्दो घाममा छ। ओके साथीहरु, म अब यतिमै राख्छु मेरो छोटो गार्डन ब्लग भनौँ कि के ब्लग भनौँ, मलाई बोल्न आउँदैन। सो यतिमै राख्दछु। ओके बाई बाई।